नमस्ते सबैजनालाई। म रमेश कुमार। म यहाँ आफ्नो लोकसभा प्रिपरेसन जर्नी सेयर गर्दै आइरहेको छु। आई होप तपाईहरु मेरो पछिल्लो भिडियो हेर्नुभएको छैन भने प्लिज गएर तपाईहरु भिडियो मेरो चेक गर्न सक्नुहुन्छ। म आज यहाँ आफ्नो लोकसभा प्रिपरेसन जर्नी सेयर गर्न आएको छु हैन। म आफ्नो विकली गोलहरु सेट गर्छु हैन, अनि त्यो विकली गोलहरु म कतिको एचिभ गरिरहेको छु त्यो सबै कुरा आज म यहाँ सेयर गर्ने छु। आई होप यो भिडियो तपाईहरुको लागि हेल्पफुल होला, त्यही भएर म यो भिडियो बनाउन आज गएको। मेरो टिकटकमा पनि धेरै साथीहरुको कमेन्ट आएको थियो कि तपाईको डेली टार्गेट अनुसारले पढ्ने तरिका हामीलाई पनि सिकाइदिनु कसरी पढ्ने भनेर। सो त्यही भएर यो भिडियोमा बनाउन गइरहेको छु तपाईहरुको लागि। सो यदि यो तपाई भिडियो टिकटकमा हेरिराख्नु भएछ भने प्लिज गएर युट्युबमा मेरो भिडियो छ, यो लङ भिडियो हैन, त्यहाँ गएर तपाई चेक गर्न सक्नुहुन्छ। ढिला नगरिकन अब सुरु गरौँ यो भिडियोलाई। गाइज यही डायरी हो जुनमा म आफ्नो डेली गोलहरु सेट गर्छु, विकली गोलहरु पनि म यहाँ सेट गर्छु। आउनुहोस् यो डायरीमा म कसरी गोल सेट गर्छु हैन, आउनुहोस् तपाईलाई म हेराइरहेको छु। आउनु साथीहरु, यही मेरो डायरी छ। पौष 21 गतेदेखि पौष 26 गतेसम्म विकली च्यालेन्ज अनुसार मैले यही गोलहरु सेट गरेको थिएँ हैन। जसमध्ये मैले कतिको कभर गर्न सकेको छु, कतिको एचिभ गर्न पाएको छु हैन, त्यो सबै कुराहरु म यहाँ भन्ने छु। सो तपाईहरु प्लिज भिडियोलाई अन्त्यसम्म हेर्नु होला। यो हप्तामा मैले एकाउन्टको 3टा टपिक कभर गर्ने प्लान गरेको थिएँ, तर त्यो 3टा टपिकहरु मध्ये 2टा टपिक मात्र कभर गर्न पाएछु। बुक किपिङ एन्ड एकाउन्टिङ एन्ड जर्नल भाउचर। यो बैंक एन्ड क्याश बुक पनि कभर गर्न पाएन र रिकन्सिलिएसन स्टेटमेन्ट पनि कभर गर्न पाएन। यो दुईटा कभर हुन सकेन। मैले पहिलाको भिडियोमा पनि भनेको थियो हैन कि म्याथमा मलाई खासै प्रब्लम त्यस्तो हुँदैन, तैपनि म ओभर कन्फिडेन्स हैन साथीहरु। फेरि कमेन्टमा गाली नगर्नु होला कि म ओभर कन्फिडेन्स छु भनेर। म ओभर कन्फिडेन्स छैन हैन। म एक्जाम डेट आएपछि हैन म यो म्याथलाई कभर गर्न सक्छु हैन। सो एक्जाम डेट आएपछि मात्र यो म्याथमा पढ्छु, त्यही अनुसारले मैले आफ्नो गोल सेट गरेको छु। यो हप्ताभरिमा मलाई कम्प्युटर मध्ये 2टा टपिकको मात्र कभर गर्नुपर्ने थियो, जसमध्ये मैले एउटा मात्र टपिक कभर गर्न पाएछु, एउटा कभर गर्न पाएन। आईटी कोड अफ कन्डक्ट र आईटी गाइडलाइन्स मैले पढिसकेको छु हैन। आईटी कोड अफ कन्डक्ट को पढ्न पाएन। सो अब यो नेक्स्ट विकको लागि पेन्डिङमा छ। अब एक्ट मध्ये हैन मैले एउटा एक्ट मात्र चुज गरेको थियो, राष्ट्र बैंक एक्ट मलाई पढ्नु पर्ने छ भनेर। इफ राष्ट्र बैंक एक्ट सकाएपछि मलाई बैंकिङ कसुर पढ्नु पर्ने थियो हैन। यो हप्ता सक्न लाग्यो मलाई राष्ट्र बैंक मतलब कभर गर्न सके। सो यो एक्ट म अब नेक्स्ट विकको लागि पढ्ने छु। र इकोनोमिक्समा हैन मैले 3टा टपिक सेलेक्ट गरेको थियो, फिजिकल पोलिसी, मोनेटरी पोलिसी र बजेट, जसमध्ये मैले यो 2टा टपिक मात्र कभर गर्न पाएँ, यो कभर गर्न पाएन। सो यो नेक्स्ट विकको लागि पेन्डिङमा छ। र बैंकिङमा पनि मैले 3टा टपिकहरु सिलेक्ट गरेको थियो पढ्नको लागि। बैंक तथा वित्तीय संस्थाको विकासक्रम, नेपाल राष्ट्र बैंकमा काम कर्तव्य अधिकार र फंक्सन अफ बीएफआईएस, जसमध्ये मैले 2टा टपिक मात्र कभर गर्न पाएँ, एउटा कभर गर्न पाएन। यो चाहिँ अब नेक्स्ट विकको लागि यो पेन्डिङमा छ। र यहाँ पनि तपाई हेर्न सक्नुहुन्छ म्यानेजमेन्टमा मैले कुन टपिकहरु सिलेक्ट गरेको थिएँ। व्यवस्थापनको कन्सेप्ट र फंक्सन मलाई पढ्नुपर्ने थियो, त्यो मैले एचिभ गरे। लिडरशिप पढ्नुपर्ने थियो, त्यो पनि मैले एचिभ गरे। कम्युनिकेसन एचिभ गर्नुपर्ने थियो, तर म एचिभ गर्न पाएन। यो नेक्स्ट विकको लागि पेन्डिङमा छ। सो साथीहरु ओभरअल भन्दाखेरि हैन 100% मा आई थिंक 60% त मैले कभर गरिसकेको जस्तो मलाई लागिरहेछ हैन। तैपनि तपाईहरु आफैले फिल गर्न सक्नुहुन्छ कि म कतिको कभर गर्न पाएछु भनेर। र यो विकली गोलहरुलाई पूरा गर्नको लागि म आफ्नो डेली गोलहरु पनि सेट गर्छु। तपाई यहाँ हेर्न सक्नुहुन्छ मैले कसरी गोल सेट गर्छु भनेर। त यहाँ पनि तपाई हेर्न सक्नुहुन्छ मेरो ग्राफमा हैन, यहाँ मात्र रेड पेन देखाएको छ, एउटा यहाँ थियो, अरुमा रेड पेन छैन। भन्दाखेरि अब चाहिँ रेड पेन आइरहेछ हैन। यो मेरो लागि खुसीको खबर छ कि म आफ्नो गोलहरु एचिभ गरिरहेछु भनेर। आफ्नो डेली गोलहरु एचिभ गरिरहेछु। विकली गोलहरु पनि अलिकति मिस भयो हैन, तैपनि त्यो एचिभ मतलब 60% जतिको मैले एचिभ त गरि नै सकेको छु, तैपनि त्यो मेरो लागि धेरै ठुलो कुरो हो। यो भन्दा पहिले म टोटली डिस्ट्र्याक्ट थिएँ के। यो विकली च्यालेन्जहरु मैले यो डेलीको गोलहरु सेट गर्दाखेरि हैन मलाई अलि पढ्नमा इजी भएछ के। अनि यहाँ भिडियो मलाई बनाउनु पर्ने हुन्छ नि, त्यही पनि मलाई पढ्नमा अलि इजी भएछ। कन्सिस्टेन्सी मेन्टेन गर्न मलाई इजी भएछ साथीहरु। म के भन्छु कि तपाईहरु पनि यस्तै गोलहरु सेट गर्नु हैन, अनि पढ्न मलाई इजी हुन्छ। सो गाइज मेरो यही नै हो विकली गोलहरु र डेली गोलहरु सेट गर्ने। र नेक्स्ट विकको लागि म यहाँ आफ्नो गोलहरु सेट गर्छु हैन, अनि र डेली वाइज आफ्नो गोललाई ब्रेक गर्दै कभर गर्दै जान्छु साथीहरु। गइरहेछु हैन, त्यही मेरो लागि ठुलो हो के। म पहिला यो पनि गइरहेको थिएन, म पुरै डिस्ट्र्याक्ट थिएँ के। पहिला पढ्न पाइरहेको थिएन, फोकस गर्न पाइरहेको थिएन। अहिले चाहिँ फोकस गर्न पाइरहेको छु। लगभग 1 हप्ता समथिङ जति भयो नि मलाई त्यो सुरु गरेको। सो मलाई अब धेरै हेल्पफुल भइरहेछ यो जर्नीबाट। म बिहानै उठ्दा म अलि वर्कआउट गरिरहेको छु। त्यो वर्कआउटले पनि मलाई मेन्टली धेरै स्ट्रङ बनाइरहेछ हैन, पनि फोकस गर्न पनि मलाई धेरै हेल्पफुल गरिरहेछ।
साथीहरू म अहिले चाहिँ सोसियल मिडिया युज गर्न धेरै कम गरेको छु होइन। सो प्लिज म सबैको कमेन्टको रिप्लाई गर्न सकिरहेको छैन, म मेसेजको पनि रिप्लाई दिन सकिरहेको छैन। सो प्लिज माइन्ड नगर्नु होला होइन। केही त्यस्तो छ भने कृपया मलाई मेसेज गर्नु होला होइन। म चाहिँ अनलाइन आएको बेला म हजुरको रिप्लाई दिन्छु, तर म कमेन्टको सबैको रिप्लाई दिन पाइरहेको छैन। सो प्लिज माइन्ड नगर्नु र यसको लागि म सरी पनि मागिरहेको छु सबैजनासँग। केही त्यस्तो छ भने कृपया मेसेज नै गर्नु होला, म अनलाइन आएपछि तपाईँको मेसेजको रिप्लाई म दिइहाल्छु। एन्ड